हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। म तपाईहरुकै प्यारो सञ्जय लामा ब्लग र ब्लग चाहिँ पुरा हेर्दिनु होला है त। ल हिँड्न त गयो है गाइजहरु। जम त्यो अप्रियाले बिचरा ताल्ला भनेर मलाई आशै छ। मेरो बाइकमा हाल्दैन एकजना। मेरो बाइकमा तान्छ। ल है मार्खु मोहिनी राइड। ए तपाईले एसजीमा तिजेको सुरु। बोल्नु यार। यो मार्खु मोहिनी राइडमा कति बाइक छ? 1 2 3 1 2 3 4 5 6 वटा बाइक छ। ए भाइहरु यस ल है मार्खु राइड रमाइलो गर्नुपर्छ केटा, इन्जोय। उता झोला ग्याङ आएछ यार, डर लाग्छ। 2000 हाले नि। ल है केटा हिँडेर ल सुरु गरौँ जाउँ। यो सुनिललाई यो सुरक्षित यो विनोद र लोकेसन हो त। यो चाहिँ पर्ने राजभाइ बाटो चाहिँ यस्तै छ अफरोड। आउनु बाँकी को छ? चितलाङ आइपुग्यो चितलाङ। ओएल हामी चितलाङ आइसक्यो है। चितलाङ होइन, चितलाङको बाटो चितलाङै भन्छ अब यहाँबाट। जो छैन आइपुग्यो। जसो बाइकले तान्यो गाइजहरू। यहाँ चाहिँ झोला ग्याङ जस्तो बिहा छैन गाइजहरू, कमेन्ट गरिदिनु। खतरा बाख्राको चिज खाने भन्ने मान्छेको सुनिललाई बाख्राको चिज खाने र गाइजहरू। ल स्टोरी ल ए बस चल्दो रहेछ गाइस। बसको हर्न छ है खतरा। मोबाइल रहेछ बसको हर्न। वेल अब अफ रोड सकेको अवस्थामा छ है। अफ रोड चाहिँ सक्यो अब पुरै पिच अब चाहिँ यो 60 FPS अल्ट्रा वाइड गीत सुन्दै अब मजा अब छिट्टै मजा अब गीत सुन्दै। रास्ता कति हो गीतको धुनमा लालीगुराँसको बिचमा यो के भन्छ काँडा है काँडा। यो बल्ल सबैजना सँगसँगै भएछ है। है मेरो पनि टाइम छैन यहाँ।
वेल केट आउट टी ब्रेक हुँदैछ यहाँनिर चाहिँ होइन चितलाङ आएर टी ब्रेक हामी चाहिँ अब चिया खान्छौँ अनि त्यसपछि सिधै मोहिनीको लागि जान्छौँ होइन अनि यहाँ चाहिँ अब केटाहरू खै के भयो भन्दै चाहिँ यहाँनिर पुरै पेचकस खोज्दैछ अब केटाहरू आफै मेकानिक हो नि त यहाँ सबैजना फेरि सबै मेकानिक हो है यहाँनिर फेरि म बाहेक म चाहिँ मेकानिक म त के भन्छ तोरीलाउरीमा चाहिँ होइन बाँकीहरू सबैजना मेकानिक हो यो भ्लगमा बसिरहनु होला चितलाङ ओके टी ब्रेक र चिया बनिसकेको छ यहाँनिर वेल चिया बनिसक्यो दाइ हाम्रो हेड सेफ हो है दाइ धन्यवाद हाम्रो अङ्कलले बनाइदिनु भएको चिया ल चिया यसो पप यता हेरेर टोक्यो पहिला दाइहरूलाई देऊ न यार ल सिधा नगएर दोस्रो जग्गाबाट चाहिँ त्यहाँ ल्याएको छ हामी है सिधै अब माथि ठेगामा अनि यहाँबाट चाहिँ हामीलाई यसो दायाँ टर्न हाने होइन अब फेरि सिधा आउँछ माथिबाट चाहिँ एउटा टिक छ अनि अब त्यो माथि सुन्दर गाउँ छ सल्लाह घारीको एउटा बाइक छ अगाडि छ बाँकी 4वटा बाइक छ पछाडि छ हामी होस्टेलमा भर्खरै थाहा भयो है दाइ लड्नु भयो अरे हराउनु त बजाउनु भएको थियो हामीले याद गरेन कि अब स्याडहरू दाइ अलिकति चोट लाग्यो अरे खुट्टामा अब उता सुई लाउनु जाने अरे सो हामी चाहिँ फर्किँदैछौँ दाइ लड्नु भयो अरे दुःख लाग्यो नजाहरू सङ्केतिर हुन्थ्यो हो होइन मैले सँगै बसेर प्रार्थना गरौँ भने सोचेको थिएँ ट्याक गएर लाएर पिछे फेरि बुझाएर गिलाइ भयो त सिधै गयो भने हामी कुलिहानी ड्याम पुग्छ मार्फु हामी चाहिँ दायाँ लागेर जान्छ होलामा छौँ भनेर जमानाको भिडियो पनि होला पालुङतिरबाट आएको ओ R15 यो बाइक चिन्छ कि चिन्दैन केटाहरूले हेलो
उसले चलाएको हुन्छ कि त्यही पनि हो ठिकै छ चलाउन सक्छ 8 गर्न राम्रो कुरो हो छिट्टै त्यसै के आउँछ आफूले चलाएर बाइक के भयो कि भनेर यसो चलाएर कन्डिसन बुझ्न चलाउँछ त्यही त हो ओ देब्रे लाग है अफरोड छ बाटो अब जति अफरोड देखायो त्यस्तै हो अब एकैचोटि अलिक माथि गएर भेटौँला जति देखायो त्यस्तै हो अब चाहिँ अलिकति माथि गएर भेट्नेछौँ है त ड्याम त ठुलो रहेछ है ड्यामको छेउछेउ लागेर हिँडिरहेको छ यहाँबाट बाइक खस्यो भने चाहिँ केही भेट्दैन है केटाहरू एक झलक हेर्नु होला अरे लालीको राष्ट्रिय फेरि हेर्ने रहेछ यार गाडीहरूले एकछिन केटाहरू अब चाहिँ सानो खोला तर्दैछ सानो खोला कहाँ हो त्यसो नगरिकन नभइयो सबै त्यसै गर्छ फुटाइदियो म त फुटा उठाउनु सकिन्छ यो खोला क्रस है फाइनल्ली मोहिनी झर्ना आइपुग्यो है अनि चाहिँ मोहिनी झर्ना आइसक्यो होइन मोहिनी झर्ना आइसक्यो होइन अब चाहिँ एकछिन हिँड्नुपर्छ यहाँबाट तल 2 मिनट जति टिकट काट्नुपर्छ यहाँनिर अहिले टिकट काट्दैछ सबैजना यहाँनिर टिकट काउन्टर के भन्छ केटाहरू आइफोन हुँदा हुँदा यो यस्तो सामसङले भिडियो खिच्दै हिँड्नु पऱ्यो अहिले झर्ना गएर हेरौँला है झर्नामा बसेर हेरौँला सबैजना होइन गाइजहरूसँग हामी जाँदैछौँ सुनिललाई लास्ट हान्छ हिरो बन्नुपर्ने मान्छेहरू कहाँबाट अहिले झर्ना आइसक्यो है झर्ना हामी चाहिँ झर्ना आइसक्यो गाइज फाइनल्ली हाम्रो दाइ मलाई कुदाउनु भएको छ सो यहाँनिर झर्नामा चाहिँ आज भोलिको दिन भएर नि होला प्याक रहेछ खुट्टा चाहिँ लास्ट भित्र ओहो दाइ जाउँ दाइ जाउँ अगाडि पुगिसक्यो गाइजहरू सबैजना यहाँ अघि पौडी खेल्ने दाइ यो पुरै पानी यहाँसम्म थियो होइन पानी हामी आउँदाखेरि यो त भत्काएछ त यहाँनिर यार हामी यहाँसम्म थियो पानी ल हामी आउँदाखेरि पहिरो गइसक्यो क्या माथि झर्ना छ पुरै होइन भिडियो फोटो के चल्छ होला ऊ माथि गइस थिएन रे पानी चाहिँ पुरै घट्यो सङ्गलो छ पानी चाहिँ त्यता हो टाइफानी ठाउँ यो त केटाहरू माथि गर्ने ठाउँ है त फोटो सेसन चलिरहेको छ है गाइजहरूको फोटो सेसन छ चलिरहेको सर्र लाएर झर्ना झर्ना
छोडेर हिँड्नु खत्तम भएन अहिले कामै हुन्छ त्यो बाटो म ल्याइदिन्छु ल अब यो मोहिनी झर्नाको अन्तिम हो हुन्छ मोहिनी झर्नाबाट अब निस्किनु लाग्यो है अब माथि गएर मासु पोलेर खान्छौँ होइन दाइ कता माथि गएर पोलेर खान्छ नि मासु होइन मासु पोल्या भन्दा नि अब त्यसलाई के भनिस् बिबिक्यू कि बार्बिक्यू एउटै हो क्या कुरो राम्रो छ नि यार हजुर ढुङ्गा त उति राम्रो रहेछ याद छ विजयलाई जानु मन लाग्छ है यहाँ दाईहरू पुरा होइन ढुङ्गा हेर्दै बसिरहनु भएको छ ढुङ्गा कुन चाहिँ दामी छ अरे पनि देखाइदिनु भने चाहिँ फेरि ट्याक्क होइन अब यहाँबाट मोहिनी झर्नालाई बाई गरेर माथितिर गएर होइन पोलेर खाएर अब घरतिर पनि लाग्नुपर्ने हुन्छ त्यसैले हामीसँग निस्क्यो है त गाइजहरू है त स्टे ट्युन गाइज यसै लास्ट भ्यू है ट्याक्कसँग अब चाहिँ यहाँ होइन बिबिक्यू सुरु हुँदैछ है आगो बालिसक्नु भएछ दाइहरूले जस यहाँनिर मासु ल्याएको छ पोर्क र अनि राँगा होइन सो यहाँनिर बसेर होइन यस्तो गरेर यो भ्यू हेर्दै खानुपर्छ गाइज अनि खाएर निस्किनुपर्छ है त ओ सानो मटन पनि रहेछ यहाँ त मटन पनि छ गाइजहरू मटन खाने हो केटाहरूलाई मटन खाने हो भनेको बोल्दैन मटन रहेछ यहाँनिर त्यो राजेन्द्र खड्कीसँग हात मिलाएको मान्छेलाई हानौँ न यार एकसम्म ढल्छ कि दन 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 आगो बल्यो अब त्यसलाई अब झिर चाहिँ 4वटा छ होइन झिर पोल्नु पऱ्यो होइन मासु चाहिँ 5 किलो जति ल्यायो होला अब झिर चाहिँ पोल्छ हाम्रो गाइजहरूले हेलो दाइहरू यता हेलो गरिदिनु न कस्तो लागिरहेछ कस्तो भइरहेछ क्या ट्रिप आगो बल्दैछ अहिले मासु खाएपछि स्वाद आउँछ हो मासु खाएपछि स्वाद आउँछ नुन त कस्तो हाल्नु भएको छ नुन हालेको छ अनि नुनिलो हुन्छ हो हो दाइले मासु निकाल्दैछ यसो दाइ यसो चोक्टा नि एउटा निकालेर देखाइदिनु नि यहाँ गरेर के हो त्यो यहाँ राँगा होला यो बङ्गुर हो हाम्रो गाइजहरू सबैजना फेरि राँगा बङ्गुर खानेवाला खाने त होइन को बङ्गुर को खान्छ बङ्गुर यो बङ्गुर यो राँगो बङ्गुर के खाल्ला गीत चल्दैछ गाइजहरूको यहाँ मासु पनि पोल्दैछ मासु खसाल्यो दाइहरूले त्यहाँ राँगा पोल्यो दाइ झिर राज दाइ झिर हाल्दै हुनुहुन्छ झिरमा मासु हाल्दै हुनुहुन्छ एउटा चाहिँ झिरेमा हातमा झिर समातेर मासु पनि उनीएर बसिरहेछ एक्चुअली खसालिदियो यहाँ सुनिललाई चाहिँ मासु टिप्नु भयो ए ल है म चाहिँ यहाँ मासु पाक्ने पुर्याएर बसिरहेको छु दाइहरू चाहिँ पुरै मासु पकाउँदै हुनुहुन्छ लगभग सबै अझै छ के अरे आधी जति त होइन केशव दाई राजु दाई राज दाई स्वाद आइरहेछ फेरि हान्नु न धुवा आउने गरी ओ यो हो नि त तरिका अलिकति च्वाइयो हुनु पऱ्यो कि ल मासु टोक्नु सबैजना हो हड्डी फालेको मासु टोकेर दाइहरूले ल नाच्यो हो नाच केटा खै नाचेको ल टिकटकको लागि नाच्यो है
नाच्नु पर्यो क्या केटाहरू खै नाचे आएन मासु टोक्दै नाच्नु पर्यो नि त नि अब चाहिँ ट्याक्क भाग लाउँदैछ है अब चाहिँ लगभग अन्त्यतिर आइसकेको छ सबै पाकिसकेको छ होइन त दाइ हेलो सर पाका कि छैन खै बोल्नु पर्यो यार भने नगरिदिनु कि लास्ट पिरो भइसक्यो मलाई र भाइ त पुरै होइन टुक्रुक्क बसेको छ हर्नला बाह्रमा चिया चिने होइन है आज चिया दाइ यसो बराबर भाग हाल्नु है हो दाजु हजुर मलाई बढी ल म सानो मान्छेलाई के बढी भाग लाग्यो है 1 2 3 4 5 6 7 8वटा भयो अब एउटा हेर्नु है गाइजहरू अब हाम्रो चाहिँ खाना रेडी है सबैजना खाँदैछ है प्लस गरे ल देखाइदिनु भाग देखाइदिनु हातले है सबैले हातले दिँदैछ अभिषेक लियो न आउनु अभिषेक कस्तो एक्लो बस्यो मैले चाहिँ खाएँ होइन मैले चाहिँ खाएँ पेट अगाएँ पछाडि भ्यू अँध्यारो भयो अब निस्किन्छौँ हामी अब ठिक छ होइन मैले चाहिँ खाएँ होइन दाइहरू खाँदै हुनुहुन्छ ए भाइले खाइसकेको छ आमामा फोनको लागि पनि दाइ पुरै उराएको छ कि यार एसिस्टेन्ट फोनको लागि एसिस्टेन्ट राख्ने मान्छे है खतरा अरे फोनको लागि अझ खल्तीमा हात दिनु चाहिँ पर्दो रहेछ खतरा है खतरा यो चाहिँ मलाई मन पर्यो है ओहो यहाँ शान्त बसेर खाइरहेछ है हाम्रो यहाँ एकजना चाहिँ है पोलेरै भने पोलेरै पुरै हाम्रो खाइरहेछ है त यहाँनिर एउटा त बाटै समाइरहेछ दाइ पुरा पलेटी मारेर कि अब अघिसम्म कसैलाई नबाडिकन पुरै होइन दिना थियो एक एकलाई गम्की गम सबैलाई पुग्नु थाल्यो कि बाना बनाउनु थाल्यो कि हामी फेरि यस्तो मान्छे नि होइन सबैलाई खानिदिने कि मान्छे हो नि हामी मात्रै मान्छे हो नि होइन एसिस्टेन्ट है राजु हजुर ल्याएर माथिको भ्यू यहाँनिर हाम्रो केटाहरू लाएर कोही पोल्दैछ नि मासु अझै यत्रो बाइक छ रमाइलोको लागि नजिक छ मोहिनी झर्नानिर होइन मोहिनी झर्नै भन्नु न मार्फु ट्याक्क लाएर भ्यू छ यहाँनिर भ्यू चलिरहेछ अब यो चाहिँ अन्त्य नै भयो अब हामी यहाँबाट निस्किन्छौँ छाल हानिरहेछ यहाँबाट देख्दैन होला जुम गरेर चाहिँ देख्नु भयो कि भएन यहाँ बाटै मलाई मासु छुटाउनु भयो परम प्रभुले मलाई मासु छुटाउनु भयो ल यो सायद यो भ्लग चाहिँ अब यहीसम्म मात्रै हुन्छ होला होइन अब चाहिँ घर जान्छ बजार भइसक्यो के देखाउनु त है बाटोमा अब यही हो यहाँसम्म हेर्नुभएको छ भने चाहिँ होइन मनपर्छ भने चाहिँ लाइक सब्सक्राइब गर्नु मन पर्दैन भने नगर्ने हुन्छ यहीँ औँला चाटिरहेको छ राधा कहाँ गयो ल है अब चाहिँ हामी निस्क्यौँ है हामी चाहिँ निस्केको अब चाहिँ हामी निस्किन्छौँ अब हामी बाइकमा पनि भेट्दैन भ्लग पनि एडिट गर्छौँ होइन आजको भ्लग चाहिँ यति नै माया देखाइदिनु होला सबैले सब्सक्राइब गर्नु होला सञ्जय दाइको च्यानलमा गएर ल है त ठोक्नु होला ड्याङ्गै लाएर ल है सबैजना ल लागौँ है यतैबाट हिँड्न ओ दाजुहरू ल बाई बाई गर्नु ल